हाम्रा छैटौँ हुने खेलाडीले नगद रु 1,30,000 चेक पनि प्राप्त गर्दै हुनुहुन्छ हाम्रा मेयर बालेन्द्र शाहबाट। र त्यस्तै गरेर पाँचौं स्थानमा हुनुहुन्छ ट्याग नम्बर 191 का विनोद सुनार प्लाटिनम फिटनेस काठमाडौँबाट उहाँले प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो। उहाँले नगद रु 1,80,000 प्राप्त गर्दै हुनुहुन्छ। त्यस्तै गरेर चौथो स्थानमा हुनुहुन्छ ट्याग नम्बर 183 का असीम बाबु गरुङ्गे मसल्स एन्ड फिटनेस क्लबबाट उहाँले प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो। उहाँले पनि नगद रु 2 लाख रुपियाँ प्राप्त गर्नुभएको छ। त्यस्तै गरेर तृतीय स्थानमा हुनुहुन्छ गेस गर्नुहोस् को होला। तृतीय स्थानमा हुनुहुन्छ ट्याग नम्बर 147 का माधव सुवेदी मिस्का फिटनेस क्लब दाङबाट उहाँले प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो। उहाँले नगद रु 3 लाख प्राप्त गर्नुभएको छ भने आजको ओभरअल च्याम्पियनशिपको द्वितीय स्थानमा हुनुहुन्छ को होला गेस गर्नुहोस् अलि जोडले। द्वितीय स्थानमा हुनुहुन्छ 7मा नगद रु 6 लाख प्राप्त गर्दै हुनुहुन्छ। उहाँ हुनुहुन्छ ट्याग नम्बर 210 का ललित दिमाग ग्यालेक्सी फिटनेस सेन्टर झापाबाट उहाँले नगद रु 6 लाख प्राप्त गर्दै हुनुहुन्छ भने आजको 17औं संस्करणको धर्मश्रीको प्रथम हुनुहुन्छ नगद रु 12 लाख सहित जित्नु भएको छ ट्याग नम्बर 211 का उमेश राई गोर्खाली फिटनेस काठमाडौँबाट उहाँले प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो। आजको च्याम्पियन अफ द च्याम्पियन उमेश राईले एसियन च्याम्पियनसिपमा द्वितीय स्थान पनि हासिल गरिसक्नु भएको छ। साउथ एसियन च्याम्पियनसिप पनि जितिसक्नु भएको छ। उहाँले मिस्टर नेपाल पनि जितिसक्नु भएको छ र हाम्रो ओभरअल विजेतालाई फिटनेस चोइसको तर्फबाट चाइना ट्रिपको भाउचर पनि प्राप्त गर्दै हुनुहुन्छ। सम्यम फिटनेस चोइसका सम्यम कृपया तपाईँले आफ्नो भाउचरहरू हाम्रो ओभरअल च्याम्पियन हुने उमेश राईलाई हस्तान्तरण गर्नुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र यसरी ओभरअल च्याम्पियन हुने उमेश राईले 11 किलोको ट्रफी उचाल्दै हुनुहुन्छ र साथमा हाम्रो मेयर बालेन्द्र शाहज्यूले ब्यानेट पनि उहाँलाई लगाउँदै हुनुहुन्छ। काठमाडौँ महानगरपालिकाको प्रमुख प्रायोजनमा सम्पन्न आजको 17औं संस्करणको धर्मश्री प्रतियोगिताका ओभरअल विजेता उमेश राई